राजनीतिमा आश्वासन र धोका पनि जायज हुँदो रहेछ भन्ने कठोर यथार्थ बुझ्दैछु म। नेपाली जनताले देखेका छन्, आज सिङ्गो संसारले देखेको छ। राष्ट्रवादी कित्ता कहाँ छ र विदेशबाट आयातित व्यवस्था मान्ने कित्ता कहाँ छ? समर्थन लिएर अगाडि बढ्दा अझ राम्रो सन्देश जाने थियो, तर तपाईँहरूकै धोकाका कारणले त्यो हुन सकेन। तर खैर केही छैन। तपाईँहरूलाई कतै रापरपाले उपसभामुख जित्यो भने, संवैधानिक परिषदको सदस्य बन्यो भने राष्ट्र संस्था पुनर्स्थापनाको बहसलाई एक खुट्किलो अगाडि बढ्नेछ भन्ने डर रहेछ। प्रदेश संरचना खारेज गर्ने अभियानमा एक कदम चाल्नेछ भन्ने चिन्ता रहेछ। हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन परम्परामा आधारित धर्म सापेक्ष राष्ट्रको बहसलाई अगाडि बढाउँछ भन्ने त्रास रहेछ। आज नेपथ्यबाट दबिएको यो आवाजलाई मूलधारमा ल्याउन, संसारभर सुनाउन हामी यहाँ उभिएका छौँ। हामी 5 पाण्डवको भूमिकामा छौँ। हामी 5 जना सांसद मात्र होइनौँ। सम्माननीय सभामुख महोदय, यो त राष्ट्र र राष्ट्रियता जोगाउन, मुलुकलाई सत्मार्गमा डोर्याउने एउटै हातका 5 औँला हौँ। आजको यथार्थ के छ? यो देशको राष्ट्रपति आर्यवर्गबाट हुनुहुन्छ। यो देशको उपराष्ट्रपति पनि त्यही वर्गबाट हुनुहुन्छ। देशको प्रधानमन्त्री पनि त्यही वर्गबाट हुनुहुन्छ। सभामुख पनि त्यही वर्गबाट हुनुहुन्छ। राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष सबै यही वर्गबाट छन्। हुँदा सुरक्षाका प्रमुखहरू पनि त्यही वर्गबाट छन्। अनि कसरी बनिन्छ 36% झन्डै 1 करोड जनजातीय आदिवासीको प्रतिनिधित्व छ भनेर? कहाँ छ त्यो प्रतिनिधित्व? के यो देशमा जनजाति र आदिवासीको होइन? यो देश संविधानले व्यवस्था गरेको समानता र समावेशता कहाँ छ? यो त केवल कागजको खोस्टोमा मात्र सीमित भयो। हामीले एउटा जनजातिको छोरीलाई अगाडि बढायौँ। त्यो केवल व्यक्तिको प्रश्न थिएन, त्यो त सम्पूर्ण समुदायको आवाज थियो, पहिचानको सङ्घर्ष थियो। तर फेरि पनि त्यो आवाज दबाइयो। केही छैन। पानी बग्दै गर्छ, हावा चल्दै गर्छ, तर प्रश्न यो हो, त्यो हावाको बेग कतातिर बगिरहेको छ? कसका पक्षमा बगिरहेको छ? यदि त्यो हावा सधैँ एउटै वर्गतिर मात्रै बगिरहने हो भने यो देशमा समानता कहिले आउँछ? अनि न्याय कहिले स्थापित हुन्छ? एउटा युवा, भर्खरको युवा नेपालको छोरी यो देशको उपसभामुख हुँदै हुनुहुन्छ। यसमा हामीलाई कुनै आपत्ति छैन। हाम्रो साथ र समर्थनले बरु यसमा सुनमा सुगन्ध थप्नेछ भन्ने अपेक्षा गरेका थियौँ। तर त्यस्ता पदहरूमा सबैको साथ समर्थन लिएर अगाडि बढ्दा अझ राम्रो सन्देश जाने थियो, तर तपाईँहरूकै धोकाका कारणले त्यो हुन सकेन। तर खैर केही छैन। याद राख्नुहोला, समावेशी सहमति प्रजातन्त्रको मूल आधार हो। बहुमत र अल्पमत बीचको सहमति र सम्झौता प्रजातन्त्रको आत्मा हो। यो बचाइराख्नु हामी सबैको कर्तव्य हो। यो कर्तव्य हामी निर्वाह गर्छौँ। यसमा हामी डगमगाउँदैनौँ। खैर यो केवल उपसभामुख पदको मात्र थिएन। खैर यो केवल उपसभामुख पदको उम्मेदवारी मात्रै थिएन। यो त दुई धार बीचको स्पष्ट रेखा थियो। एकातिर राष्ट्रवादी कित्ता, अर्कोतिर विदेशबाट आयातित व्यवस्था मान्ने कित्ता। आज त्यो परीक्षा सम्पन्न भएको छ। कुन कित्ता कहाँ उभिएको छ त्यो स्पष्ट भएको छ। नेपाली जनताले देखेका छन्, आज सिङ्गो संसारले देखेको छ। राष्ट्रवादी कित्ता